हेलो गाइज, आज चाहिँ म टोकियो टु इजुकी सिमोडासम्म सफारीमा जान लागेको घुम्नको लागि है। हामी चाहिँ यसरी हाम्रो यहाँ सिट अलरेडी बुक भइसकेको थियो, यसरी भित्र छिर्यो। सबैजना हाम्रो स्टाफहरू थियो। म चाहिँ लास्ट सिटमा परेको थिएँ। मेरो चाहिँ सबै हाम्रो भियतनामबाट भेट्ने साथीहरू मेरो चाहिँ जापानिज अनि हामी दुईजना नेपाली चढेर यो कमाउँदै हाम्रो ट्रेन अगाडि बढ्छ। राम्रो दृश्य देख्न पाइयो बाहिरतिर। साथीहरू रमाइलो गर्दै थिए अगाडितिर। समुद्र पनि नजिकै पर्दो रहेछ त्यहाँ ट्रेनको साइडमा। यसरी तपाईँहरू पनि जान सक्नुहुन्छ घुम्न। यसरी हामी इजुकी सिमोडा पुगेपछि ओर्लियौँ। ट्रेन चाहिँ त्यहाँसम्म माथि जाँदो रहेछ। त्यहाँबाट बाहिर निस्केर हामी एकछिनमा हाम्रो बस चाहिँ बुक भइसकेको थियो। बस आएर बाहिर रोकिरहेको थियो। हाम्रो बस चाहिँ यही हो। हामी त्यसैमा बस चढेर फेरि उता यसरी हामी सिरोहामा बिचतिर लाग्यो। बसमा चढेर समुद्रको दृश्य हेर्दै अगाडितिर साथीहरू सबै रमाइलो गर्दै निस्क्यौँ अगाडि। त्यहाँबाट समुद्रको दृश्य निहाल्दै हुन्छ। बिस्तारै ब्रिज अगाडि तर्फ जहाँ चढ्नलाई उत्सुकता जागेर एकदम खुसी लागिरहेको थियो आफूलाई। समुद्रमा फर्स्ट टाइम चढ्न पाउनु खुसी लागेको थियो। यसरी पुग्यो। हामी चाहिँ यसरी सबैजना लाइन लागेर टिकट अगाडि बुक भइसकेको थियो हाम्रो ग्रुप नै चढियो। यो एकदम खुसी लाग्यो। खुसी छु म त्यसैले। यस मन रमायो एकदम। दसैँको दिनमा परे तापनि यस परदेशमा भए पनि निधार खाली भए पनि यस दुःखमा फिल गर्नु पाइएन। सबै साथीहरू रमायो एकअर्का हेर्दै। बिस्तारै ढुङ्गा अगाडितर्फ बढ्यो। घुम्न सकिन्छ। साथीहरू पनि जान सक्नुहुन्छ। तपाईँहरू पनि नजिक हुनुहुन्छ मान्छेले। राम्रो छ दृश्य। त्यसरी साइडमा लगेर यसरी
यतिकैमा हाम्रो यति गर्दा गर्दै हाम्रो आजको यो बिचसम्मको लगभग आजको योजना चाहिँ सकिन्छ। साथीहरू आउनुहोस्, तपाईँहरू पनि घुम्न सक्नुहुन्छ, गएर त्यहाँ रमाइलो गर्न सक्नुहुन्छ छुट्टीको बिदा मिलाएर।